तपाईं हेर्दै हुनुहुन्छ च्यानल खुला किताब। नमस्कार, खुला किताब युट्युब च्यानलमा स्वागत गर्दछु। म मदन सापकोटा। आज फेरि केही मुक्तकहरू यहाँ लिएर यहाँहरूमाझ आएको छु। अन्तिमसम्म सुनेर साथ दिनुहोला। साथै खुला किताब युट्युब च्यानल सब्स्क्राइब गरी सहयोग गर्नुहुन पनि अनुरोध गर्दछु। मुक्तकहरू यस प्रकार रहेको छ। काल्पनिक भाकाले गर्यो बुझेको बाठाले गर्यो। काल्पनिक भाकाले गर्यो बुझेको बाठाले गर्यो। मनले सोचेको मात्रै थियो जे गर्यो आँखाले गर्यो जे गर्यो आँखाले गर्यो। तपाईँ दिनुहोस् लिन भुल्नुहोस् तपाईँ राम्रो मान्छे। दिएकोसँग अपेक्षा राख्नुहोस् तपाईँ चाम्रो मान्छे। तपाईँ दिनुहोस् लिन भुल्नुहोस् तपाईँ राम्रो मान्छे। दिएकोसँग अपेक्षा राख्नुहोस् तपाईँ चाम्रो मान्छे। सम्झाउन खोज्नुहोस् हर हिसाब कारण बताई। सम्झाउन खोज्नुहोस् हर हिसाब कारण बताई। जवाफमा पाउनुहुन्छ होइन तपाईँ हाम्रो मान्छे। जवाफमा पाउनुहुन्छ होइन तपाईँ हाम्रो मान्छे। मन पर्न छोड्छ हर हिसाब छुटिन्छ हजुर। मन मस्तिष्कको नजर घोटिन्छ हजुर। मन पर्न छोड्छ हर हिसाब छुटिन्छ हजुर। मन मस्तिष्कको नजर घोटिन्छ हजुर। देख्दैनन् सम्झँदैनन् सयौं राम्रो गरेको। देख्दैनन् सम्झँदैनन् सयौं राम्रो गरेको। एक खोट भेटे बातै पछि कुटिन्छ हजुर। एक खोट भेटे बातै पछि कुटिन्छ हजुर। मर्नुभन्दा बहुलाउने बाटो खोज्यो चिसोको अनुभूति हुँदा तातो खोज्यो। मर्नुभन्दा बहुलाउने बाटो खोज्यो चिसोको अनुभूति हुँदा तातो खोज्यो। सामान्य जीवनलाई के नै चाहिन्छ र? सामान्य जीवनलाई के नै चाहिन्छ र? मनमा मुहारमा सन्तुष्टिको हाँसो खोज्यो। मनमा मुहारमा सन्तुष्टिको हाँसो खोज्यो। पीडा दिनेहरू रमाइरहेछ पीडित भने बरबराइरहेछ। पीडा दिनेहरू रमाइरहेछ पीडित भने बरबराइरहेछ। अहिले डकार्दै मजा लिनेले बोलेछ। अहिले डकार्दै मजा लिनेले बोलेछ। गोलो पृथ्वी आफूलाई घुमाइरहेछ। गोलो पृथ्वी आफूलाई घुमाइरहेछ। एउटासँग लिएर अर्कोलाई खुवाउनेदेखि सावधान। सुरुमा चम्चाले पछि डाडु नै उभाउनेदेखि सावधान। एउटासँग लिएर अर्कोलाई खुवाउनेदेखि सावधान। सुरुमा चम्चाले पछि डाडु नै उभाउनेदेखि सावधान। मुहार हेरेर पढ्न बुझ्न नसकिँदो रहेछ हजुर। मुहार हेरेर पढ्न बुझ्न नसकिँदो रहेछ हजुर। तैर्याउँछु भनी गहिराईमा पुर्याई डुबाउनेदेखि सावधान। तैर्याउँछु भनी गहिराईमा पुर्याई डुबाउनेदेखि सावधान। जीवन सिगार्ने ठुलो रहरले उत्सुक गरायो। वरिपरि वेदनाका अनगिन्ती कहर लर्खरायो। जीवन सिँगार्ने ठुलो रहरले उत्सुक गरायो। वरिपरि वेदनाका अनगिन्ती कहर लर्खरायो। यो बाधै बादमा अल्झिएको सहरमा हजुर। यो बाधै बादमा अल्झिएको सहरमा हजुर। एक अबोध सपना बोकी भौँतारिँदैमा हरायो। एक अबोध सपना बोकी भौँतारिँदैमा हरायो। मुक्तकहरू अन्तिमसम्म सुनेर साथ दिनुभएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद। कस्तो लाग्यो प्रतिक्रिया तलको कमेन्ट बक्समा राखिदिनुहोला, जसले गर्दा मलाई थप हौसला मिल्नेछ। साथै खुला किताब युट्युब च्यानल सब्स्क्राइब गरी सहयोग गर्नुहुन पनि अनुरोध गर्दछु। हाम्रो भेट अर्को सृजनामा गर्ने बाचाका साथ यहाँहरू माझबाट बिदा हुन्छु। म मदन सापकोटा। नमस्कार।